ल सिधै कुरामा जाउँ। बजारमा कहिलेकाहीँ यस्तो लाग्छ नि कि सबै कुरा नियन्त्रण बाहिर गइसक्यो। मूल्यहरू अचानक रकेट जस्तै आकाश छुने गरी बढ्छन् वा ढुङ्गा जस्तै तल झर्छन्। बाहिरबाट हेर्दा यो पूर्ण रूपमा अस्तव्यस्त, एकदमै अराजक देखिन्छ। तर के तपाईँलाई थाहा छ, यो अस्तव्यस्तताको भित्र पनि एउटा लुकेको नियम हुन्छ? एउटा यस्तो अदृश्य शक्ति जसले बजारलाई सधैँ सन्तुलनमा राख्न खोजिरहेको हुन्छ। आजको यस विश्लेषणमा हामी त्यही अदृश्य शक्ति अर्थात् मिन रिभर्सनको संयन्त्रलाई डिकोड गर्दैछौँ। बजारले कसरी कहिलेकाहीँ ओभर रियाक्ट गर्छ र कसरी फेरि आफ्नै पुरानो लयमा फर्किन्छ भन्ने कुरा बुझ्न यो कन्सेप्ट एकदमै महत्त्वपूर्ण छ। आज हामी यो पुरै प्रक्रियालाई 5वटा सिम्पल स्टेपमा बुझ्नेछौँ। हामी रबर ब्यान्ड इफेक्ट भनेको के हो त्यहाँबाट सुरु गरेर यसलाई नाप्ने टुल्सहरू र ट्रेडिङको 4 चरणको रणनीतिसम्म पुग्नेछौँ। त्यसपछि यसको पछाडि काम गर्ने मानवीय मनोविज्ञान के हो त्यो पनि हेर्नेछौँ र अन्त्यमा एउटा एकदमै महत्त्वपूर्ण चेतावनी, यसमा धेरैले गर्ने सबैभन्दा ठूला गल्तीहरू र यो रणनीति कति बेला छुँदै नछुने भन्ने कुरा पनि म तपाईँहरूलाई बताउनेछु। त्यसो भए सुरुवात गरौँ एउटा एकदमै सामान्य अवधारणाबाट जसलाई हामी रबर ब्यान्ड इफेक्ट भन्छौँ। सुन्दा यो मिन रिभर्जन अलि टेक्निकल वर्ड जस्तो लाग्छ नि, होइन? तर यसलाई सिम्पल एउटा रबर ब्यान्ड जस्तै सोच्नुहोस् न। जब तपाईँ एउटा रबर ब्यान्डलाई तान्नुहुन्छ, जति धेरै तान्नुहुन्छ त्यो चुडिएन भने त्यति नै स्पिडमा पछाडि फर्किन्छ। बजारको नेचर पनि ठ्याक्कै त्यस्तै हुन्छ। जब कुनै स्टकको मूल्य आफ्नो नर्मल लेभल वा औसतभन्दा धेरै माथि वा तल पुग्छ, त्यो घुमेर फेरि त्यही औसत बिन्दुमै फर्किन्छ। यसलाई मौसम जस्तै मान्न पनि हुन्छ। आज एकदमै धेरै गर्मी छ भने भोलि वा पर्सि तापक्रम घटेर नर्मलमै आउँछ नि, होइन र? बजार पनि सबै एउटै चरम अवस्थामा रहन सक्दैन। र यो कुरालाई यसले एकदमै उत्कृष्ट तरिकाले देखाउँछ। यहाँ देखाइएको त्यो कालो सिधा रेखालाई एकछिन ध्यान दिएर हेर्नुहोस् त। त्यो हाम्रो औसत वा मिन रेखा हो। अनि ती नीलो जिगज्याग रेखाहरू चाहिँ मूल्यको उतार चढाव हुन्। जब मूल्य त्यो बीचको रेखाबाट धेरै टाढा पुग्छ, रातो तीरले देखाए जस्तै त्यो फेरि त्यही कालो रेखातिरै फर्किन खोज्छ। हो, यही फर्किने प्रक्रिया नै मिन रिभर्सन हो। यो भनेको बजारले आफ्नो प्राकृतिक सन्तुलन खोज्ने तरिका हो। अब प्रश्न उठ्छ, सिद्धान्त त बुझियो, तर रियल चार्टमा यो रबर ब्यान्ड कति तन्किएको छ भनेर ठ्याक्कै कसरी थाहा पाउने त? यसका लागि हामीलाई केही टुल्सहरू चाहिन्छ। पहिलो र सबैभन्दा भरपर्दो टुल भनेको मुभिङ एभरेज हो। चार्टमा देखिने यी 30 दिने र 90 दिने मुभिङ एभरेज रेखाहरूले बजारको सामान्य स्तर वा फेयर भ्यालुलाई देखाउँछन्। रातो रेखाले स्टकको मूल्य देखाइरहेको छ, जुन कहिले मुभिङ एभरेजबाट माथि जान्छ त कहिले तल। तर याद गर्नुस् त, यो अन्ततः घुमेर त्यही रेखाकै नजिक आउँछ। यो मुभिङ एभरेजले एउटा चुम्बकको जस्तो काम गर्छ, जसले मूल्यलाई सधैँ आफूतिर तानिरहन्छ। अनि बोलिन्जर ब्यान्ड्सको कुरा गर्दा यो झनै रोचक छ। मुभिङ एभरेजले बीचको बाटो देखाउँछ भने बोलिन्जर ब्यान्डले चाहिँ छेउछाउको पर्खालको काम गर्छ। जब मूल्यले यी ब्यान्डको एकदमै माथिल्लो वा तल्लो किनारालाई छुन्छ नि, यसले के सङ्केत गर्छ भने मूल्य अब चरम बिन्दुमा पुगिसक्यो र फर्किने सम्भावना एकदमै हाई छ। यो एउटा यस्तो भिजुअल बाउन्ड्री हो जसले रबर ब्यान्ड साँच्चै कति धेरै तन्किसकेको छ भनेर प्रश्न पार्छ। अब 2वटा नम्बर दिमागमा लक गरिराख्नुहोस् है 70 र 30। मिन रिभर्जन बुझ्नको लागि यो 2 अङ्कहरू साना देखिए पनि एकदमै शक्तिशाली छन्। यी अङ्कहरूले खासमा आरएसआई अर्थात् रिलेटिभ स्ट्रेन्थ इन्डेक्सलाई जनाउँछन्। जब यो इन्डिकेटरको रेखा 70 भन्दा माथि जान्छ, त्यसलाई ओभरबट भनिन्छ। यसको सिधा अर्थ हो मूल्य चाहिने भन्दा धेरै माथि गइसक्यो, अब घट्ने पालो। त्यसैगरी जब रेखा 30 भन्दा तल झर्छ, त्यो ओभरसोल्ड हो। यसले चाहिँ मूल्य एकदमै तल झरिसक्यो, अब बाउन्स ब्याक हुने बेला आयो भन्ने जनाउँछ। ल, टुल्सको कुरा पनि भयो, तर सबभन्दा महत्त्वपूर्ण कुरा, यसलाई वास्तविक ट्रेडिङमा कसरी एप्लाई गर्ने त? यसको लागि हामीसँग एउटा एकदमै क्लियर फ्रेमवर्क छ। यो जम्मा 4वटा सिम्पल स्टेप्सको कुरा हो। पहिलो स्टेप, 20 दिने मुभिङ एभरेज जस्तो कुनै टुल राखेर औसत पत्ता लगाउने। दोस्रो, मूल्य त्यो औसतभन्दा धेरै माथि वा धेरै तल गएको चरम अवस्था खोज्ने। तेस्रो, जब मूल्य धेरै तल हुन्छ नि, तब किन्ने वा धेरै माथि हुँदा बेच्ने। र चौथो स्टेप एकदमै जरुरी छ, जब मूल्य फेरि आफ्नो औसतको नजिक आइपुग्छ, नाफा बुक गरेर ट्रेडबाट बाहिर निस्किहाल्ने। यो चार्टमा हेर्नुहोस् त, ती 4वटा स्टेप्स कति मजाले देखिएको छ। तलको हरियो भाग बाई जोन हो, जहाँ हामी किन्छौँ, र माथिको रातो भाग सेल जोन हो।
जब मूल्य बीचको ड्यास रेखाबाट झरेर त्यो हरियो क्षेत्रमा पुग्छ त्यो हाम्रो लागि किन्ने अपर्च्युनिटी हो। अनि जब त्यो फर्केर फेरि औसतमा पुग्छ वा माथिको रातो क्षेत्रमा पुग्छ त्यो बेच्ने बेला हो। यसलाई एउटा सानो म्याथ गरेर हेरौँ न। मानौ कुनै स्टकको 20 दिने एभरेज 100 रुपियाँ छ। यदि कुनै दिन अचानक त्यो 85 रुपियाँमा झर्छ भने त्यो त औसतभन्दा धेरै तल भयो नि, होइन? यहाँ किन्ने अवसर हुन्छ र तपाईँको टार्गेट 95 देखि 100 रुपियाँ राख्न सक्नुहुन्छ। अर्कोतर्फ यदि मूल्य वाट्टै बढेर 115 पुग्छ भने त्यो ओभरबट भयो। यहाँ सेल गर्ने अवसर हुन सक्छ र मूल्य तल झरेर फेरि 105 वा 100 तिर आउने लक्ष्य राख्न सकिन्छ। लजिक एकदमै सिम्पल छ। तर चार्टमा देखिने यी रेखाहरू आफै त चल्दैनन् नि। यी चार्टहरू यस्ता किन देखिन्छन्? यसको पछाडि के छ? यसको पछाडि छ हाम्रो मनोविज्ञान। बजार त आखिर इमोसनले नै चल्ने हो। जब कुनै ठूलो न्यूज आउँछ मान्छेहरू आत्तिएर किन्ने वा बेच्ने गर्छन्। यसले गर्दा मूल्य अस्वाभाविक रूपमा माथि वा तल पुग्छ, जसलाई मार्केट ओभर रियाक्सन भनिन्छ। तर केही समयपछि जब मान्छेहरूले अब त धेरै भयो भनेर नाफा बुक गर्न थाल्छन् वा सेन्टिमेन्ट शान्त हुन्छ, तब मूल्य फेरि रियालिटी वा औसतको नजिकै आउँछ। यही मानवीय भावनाको छालले नै यो रणनीतिलाई काम गर्न मद्दत गर्छ। अब भने एउटा गम्भीर विषयमा कुरा गरौँ। यो सुन्दा जति सजिलो लाग्छ यसमा उत्तिकै ठूलो जोखिम पनि छ है। यो रणनीतिको सबैभन्दा ठूलो रुल भनेकै मार्केटको अवस्था चिन्नु हो। जब बजार साइडवेज हुन्छ, अर्थात् एउटा निश्चित रेन्जभित्र मात्र तलमाथि गरिरहेको हुन्छ, तब मिन रिभर्सनले जादु जस्तै काम गर्छ। तर जब बजारमा एउटा बलियो ट्रेन्ड हुन्छ नि, लगातार माथि गइरहेको वा लगातार तल झरिरहेको, त्यस्तो बेला यो रणनीति छुनु भनेको आगोसँग खेल्नु जस्तै हो। किनकि बलियो ट्रेन्डमा तन्किएको रबर ब्यान्ड फर्किँदैन, त्यो चुडिन्छ। मूल्य औसतमा फर्किँदैन, बरु झन्झन टाढा गइदिन्छ। त्यसैले धेरैले गर्ने सबैभन्दा ठूलो गल्ती के हो भने अलिकति मूल्य घटेको देख्ने बित्तिकै अब फर्किन्छ होला भनेर अन्धाधुन्द किनिहाल्ने। ट्रेन्ड चेक नगरी त्यसो कहिले नगर्नुस्। आरएसआई वा भोल्युमले के भनिरहेको छ त्यो हेर्नुस्। र सबैभन्दा इम्पोर्टेन्ट, रिस्क म्यानेजमेन्ट। सधैँ स्टप लस राख्नै पर्छ। अघिकै उदाहरण लिने हो भने 85 रुपियाँमा किन्दा यदि बजार सोची जस्तो फर्किएन भने म 80 रुपियाँमा निस्किन्छु भनेर स्टप लस राख्नु एकदमै बुद्धिमानी हुन्छ। यो पुरै विश्लेषणलाई समेट्ने हो भने यी 3वटा गोल्डन रुल सधैँ याद राख्नुहोस्। पहिलो, मूल्य औसतभन्दा धेरै टाढा छ भने फर्किने सङ्केत खोज्नुहोस्। दोस्रो, मूल्य औसतकै नजिक छ भने त्यहाँ केही अपर्च्युनिटी छैन, ट्रेड नगर्नुहोस्। र तेस्रो, बलियो ट्रेन्ड छ भने यो स्ट्र्याटेजीलाई पुरै बिर्सिदिनुहोस्। अन्त्यमा यसलाई एउटा पेन्डुलम जस्तै सोच्नुस् न। पेन्डुलम दायाँ वा बायाँ जति स्विङ भए पनि प्राकृतिक रूपमै बीचमा फर्किन्छ नि, होइन? त्यो हो मिन रिभर्सन। तर यदि कसैले त्यो पेन्डुलमलाई एउटै दिशामा लगातार जोडले धकेलिरह्यो भने त्यो तत्काल फर्केर आउँदैन, त्यो ट्रेन्ड हो। त्यसैले तपाईले सधैँ आफैलाई सोध्नुपर्ने अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न यो हो: बजारमा अहिले भइरहेको यो उतार-चढाव केवल एउटा अस्थायी स्विङ हो कि एउटा स्थायी र मलियो धक्का? यो भिन्नता बुझ्न सक्नुभयो भने मात्र तपाईले मिन रिभर्सनको सही फाइदा लिन सक्नुहुन्छ।